आफ्नो हो भन्ने भएको भए यसलाई बजेटको आवश्यकता पर्दैन नि त। 500 भन्ने दिनु पर्यो। त्यसलाई पनि हामीले ध्यान दिनेछौँ भन्न पनि म तपाईँहरूलाई चाहिँ जुन म लगायत सबैले आफ्नो आफ्नो बानीमा चाहिँ सकारात्मक सोचका साथ सबै ठाउँमा सरसफाइमा पनि ध्यान दिनुपर्छ भन्ने भनाइ मात्रै हो मेरो। त्यसलाई हजुरहरूले सिकेका कुरालाई कार्यान्वयन मात्रै गर्ने हो र जुन यो संरक्षण गर्नको लागि हामी सिङ्गो गाउँपालिका नै यहाँ उपस्थित छौँ र भनिसक्नु पनि भएको छ संरक्षणको लागि बजेटको लागि कुराहरू आएको छ। यो मन्दिर मात्रै बनेको छैन, मन्दिरमा हामीले के को लागि के उद्देश्यको लागि मन्दिर निर्माण गरेका छौँ त्यो कार्य पनि हुँदै आएको छ र थप अझै हामीले चाहिँ कालिका मन्दिर पूर्णता दिनको लागि अझ के चाहिने रहेछ त, के व्यवस्थापन गर्ने रहेछ, मात्र यसले चाहिँ फल प्राप्त हुने रहेछ भन्ने कुरा पनि हामीले पढिसकेका बुझिसकेका रहेछौँ र त्यसको पनि माग गर्नुभएको छ। जुन यसको लागि व्यवस्थापन गर्नको लागि अघि नै हाम्रो वडाध्यक्षले पनि भनिसक्नु भएको छ बजेट पनि केही छुट्याएको छौँ। त्यो बजेटले पुगेन भने यसलाई फेरि पूर्ण रूपमा हाम्रो मन्दिरको आवश्यकता हेरेर पहिचान हेरेर हाम्रो माग त थुप्रै हुन्छ, तर हाम्रो साधन स्रोतलाई मध्यनजर गरेर र मन्दिरको आवश्यकता के हो नगरिकन नहुने चाहिँ के हो त भन्ने कुराका लागि पनि मध्यनजर गरेर यो मन्दिरलाई आवश्यक पर्ने बजेटको लागि त्यति साह्रै त्यो गाह्रो भएर गाउँपालिकाले दिएन, वार्डले हेरेन, वार्ड र गाउँपालिका सम्झिनु, गाउँपालिका पनि वार्ड हो, वार्ड पनि गाउँपालिका हो। विभिन्न संस्था र सरकारी निकायबाट गरे पनि गाउँपालिकाकै सिफारिसमा विभिन्न ठाउँबाट रकम उपलब्ध हुने हो। सिङ्गो संस्थागत रूपले गइएन, व्यक्तिगत रूपले भयो भने आफ्नो चिन्जानीको हिसाबले अलिअलि भन्ने कुरा छुट्यो, नत्र समन्वय र सहकार र अस्तित्वको सबैलाई आवश्यकता पर्छ। जस कारणले गर्दा यो त्यत्तिकै गेट नबनिकन अलपत्र रूपमा चाहिँ बजेट छैन के गर्ने भन्ने पक्षमा चाहिँ हुँदैन, मात्र फाँडफुँड गर्नको लागि पनि फेरि बजेटकै आशा गरेर यसो हेर्दाखेरिको अवस्थामा यो आलो खडाइ चाहिँ नहोस्। अबका दिनहरूमा आउँदा मन्दिर परिषदमा आउँदै रहँदाखेरिको अवस्थामा मनोहर हुँदै रहँदा कालिका मन्दिर जाँदै रहँदाखेरिको अवस्थामा यो मन्दिरमा 2 घन्टा टाइम दिने भनेर आउँदै रहँदा 4 घन्टा बितेको पनि थाहा नहुने किसिमले तपाईँहरूले चाहिँ यसलाई अलिकति सक्रिय भूमिका साथ अघि बढ्नुहुने छ भन्ने पूर्ण आशा राख्दै जुन हाम्रो प्रमुख वाचक गुरु लगायत सिङ्गो गुरुहरूको टिमलाई पनि एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँहरूको जुन वाचक वचन सुनिसके पछाडि परिवर्तन भइसके पछाडि हामीमा भएका नकारात्मक सोचहरूलाई पछि हटाएर सकारात्मक सोचको चाहिँ पक्का पनि विकास हुनेछ र हिजोका दिनभन्दा यो सप्ताहको कारणले गर्दा ममा यो परिवर्तन आयो है। हिजोसम्म बुझेको त थिएँ तर मैले व्यवहारमा ल्याउन सकेको थिएन भन्ने पनि सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई त्यो सोच पनि प्राप्त हुने शक्ति कालिका मन्दिर कालिका देवीले चाहिँ प्रदान गर्नुहुनेछ भन्ने पुरा आशा राख्दै जुन हाम्रो देशमा गत भदौ 23 र 24 गति भएको आन्दोलनमा ज्यान गुमाउनु हुने भाइ बहिनीहरूलाई श्रद्धाञ्जली उहाँहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अझै देशमा भइरहेको समस्या विभिन्न बाधा अप्ठ्यारा गाह्रा अप्ठ्याराहरूलाई पक्का पनि यस्तै मठ मन्दिरमा विभिन्न देवी देवताको नामले कुनै कालिका कुनै सीता कुनै देवी दुर्गा जे भनेर चिने पनि ईश्वर त एउटा नै हो। हामीले ईश्वरको जसरी नाम लिन्छौँ ती ईश्वर भगवानले सबैलाई यस्ता कार्यहरू गर्नको लागि जुन दुष्प्रयोगको प्रयोग गर्नेहरूको लागि सकारात्मक सोचलाई परिणत गर्नलाई ईश्वरको शक्तिले हामीलाई साथ दिनेछ भन्ने पूर्ण आशा र विश्वासका साथ हामीले जुन यो धर्म संस्कृति जोगाउनको लागि जुन आयोजना गर्नुभएको छ आयोजना गरी आयोजक टिमलाई पनि हृदयदेखि नै धन्यवाद दिँदै भोलिका दिनमा काम गरिसके पछाडि अझै फेरि 7 दिन त अझै हुन्छ, 7 दिनभन्दा पछाडि 1.5 महिना 2 महिनापछि आउँछ आर्थिक स्रोतका कुराहरू पनि आउँछ, आर्थिक रकमहरू उठेका कुरा हुन्छन्। त्यसको लागि हामीले फेरि पारदर्शिता जवाबदेहिता विश्वसनीयताको आधारमा हामी फेरि कतै तलमाथि भयो भने यही दाजुभाइ दिदीबहिनी यही समिति यही तलमाथि तल्लो घर उपल्लो घरमा फेरि विवाद भएर त्यो विवादलाई लो नै यस्तो मिलाइदिन पर्यो भन्ने कुराहरू फेरि हाम्रो कानमा नै पर्न आउने हुन्छ। जस कारणले गर्दा त्यसलाई पनि व्यवस्थापन गर्दै जाँदाखेरिको अवस्थामा हिजो अस्तिकै जुन सुरु गर्नुभएको छ सुरु गरेको दिनदेखि नै अन्तिम दिनसम्म नै तपाईँहरूले जुन जिम्मेवारीपूर्वक काम गरेर यसलाई चाहिँ सम्पन्न गर्नुहुनेछ र सम्पन्न गर्ने साथीहरूलाई साथ सपोर्ट सबैको चाहिन्छ। सिङ्गो समितिले मात्रै काम गर्न सक्दैन, आवश्यक परेको खण्डमा केही पर्यो भने हामी पनि सिङ्गै गाउँपालिका पनि तपाईँहरूको साथमा नै छौँ आवश्यक परेको खण्डमा, न त तपाईँहरूले काम गरिरहनुहुन्छ भन्ने र यो कार्यक्रममा बोलाएर हामीलाई चाहिँ जुन आफ्नो भनाइ राख्ने
सुअवसर प्रदान गर्नुभएकोमा आयोजक कमिटीदेखि लिएर सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हस्, नमस्कार। जय कालिका मन्दिर, जय भन्सार, जय जौवारी, जय श्रीरामचोक। धन्यवाद उपाध्यक्षज्यू। साँच्चै हो, मन्दिर बनाएर मात्र चाहिँ हुँदैन, त्यो कुरो महिलाहरूले नि अलिकति बढी ख्याल राख्नु पर्ने छ है। मन्दिरको एउटा घर बनाएर त्यहाँ कहिल्यै नफर्किने भने त्यो मन्दिरको हालत बिच यो बाटोघाटोमा यतात्यता यो डाँडाकाँडामा हामीले पनि देखेका छौँ। तर हामीले मन्दिरमा आइरहने, यसको संरक्षण गर्ने, यसको बुट्टासुट्टा यसो अलिअलि टिपनटापन गर्ने, यस्तो पनि गर्न पर्छ। त्यहाँ पल्लाहरूको बुट्टा खाइन मकिने जाने भन्यो भने त त्यो सम्भावना छैन। अनि यसको संरक्षण र सम्वर्धनमा हामीले बढी जोड दिनुपर्ने हुन्छ। र हाम्रो यसै श्रीरामचोक गाउँपालिकाका एउटा परिवर्तनका वाहक एवं यस गाउँपालिकाका अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङज्यूलाई आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गर्छु। हस्, धन्यवाद। आजको यस कार्यक्रमका उत्कर्षका आदरणीय पुष्पदाई। श्रीरामचोक गाउँपालिका वडा नम्बर 8 जौबारी स्थित यो पवित्र भूमिमा अवस्थित कालिका देवी मन्दिर उद्घाटन सँगै श्रीमद् भागवत महापुराण महायज्ञ कार्यक्रमका अध्यक्षता ग्रहण गर्नुभएका अध्यक्ष श्री दीपक श्रेष्ठज्यू, श्रीरामचोक गाउँपालिकाका आदरणीय उपाध्यक्षज्यू, श्रीरामचोक गाउँपालिका वडा नम्बर 8 का वडाध्यक्षज्यू, श्रीरामचोक गाउँपालिका वडा नम्बर 8 का पूर्व वडाध्यक्षज्यू, विद्वान पण्डित ईश्वर रेग्मीज्यू सँगै उहाँका सहकर्मी मित्रहरू र मञ्चासीन आदरणीय व्यक्तिज्यूहरू र आजको यो कार्यक्रममा, यो महत्त्वपूर्ण तथा धार्मिक कार्यक्रममा उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा म शिर निहुराएर यहाँहरूको सामु सम्मान व्यक्त गर्न चाहन्छु। हस्, नमस्कार। यस्तो कार्यक्रमहरू यो तेस्रो पटक हो यो कार्यक्रममा मेरो उपस्थिति। श्रीरामचोक गाउँपालिका वडा नम्बर 6 हुँदै वडा नम्बर 4 र आज यो वडा नम्बर 8 को यो पवित्र भूमिमा उपस्थित हुने जुन एउटा सुअवसर प्राप्त भएको छ, म यसमा साह्रै भाग्यमानी, हामी श्रीरामचोक गाउँपालिकाका जनप्रति साह्रै भाग्यमानी पनि महसुस गरेका छौँ। यो अवसर प्रदान गर्नुभएकोमा म आयोजकप्रति विशेष धन्यवादका साथ आभारसहित कृतज्ञता ज्ञापन गर्न चाहन्छु। भर्खरै मात्र हामी नेपालीहरूको हिन्दूहरूको महान पर्व दसैँ सम्पन्न भएको छ र अब केही समय पश्चात नै हामी नेपालीहरूको हिन्दूहरूको महान पर्व तिहार, दीपावली अथवा भाइटिका पर्व पनि नजिकै गरेको यो सुअवसरमा यहाँ उपस्थित सम्पूर्णमा तिहार पर्वको पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सँगसँगै सप्तव्यापी रूपमा आयोजना हुन गइरहेको यो महापुराण कार्यक्रमको पनि भव्यताका साथ सफल हुनेछ भन्ने विश्वासका साथ श्रीरामचोक गाउँपालिकाको कार्यालय र मेरो व्यक्तिगत तर्फबाट यो कार्यक्रमको पूर्ण सफलताको पनि कामना गर्न चाहन्छु। पछिल्लो क्रममा हेर्ने हो भने विगतका लामो समय पछाडि अहिले पछिल्लो पुस्ताहरूमा यो धार्मिक अनुष्ठानहरूप्रति, यो धर्मप्रति, आफ्नो संस्कृति, आफ्नो परम्परा, आफ्नो संस्कारहरूप्रति चाहिँ ज्ञात भएको हो कि भन्ने हामीले महसुस गरेका छौँ। म करिब उमेरले 40को दशक, म 40 वर्षको हाराहारीमा छु। 40 वर्ष अगाडि हाम्रा पुर्खाहरूले, हाम्रा बाजे बराजुहरूले अथवा हाम्रा पिता माताहरूले गर्दै आएका जुन सांस्कृतिक, जुन धार्मिक, जुन परम्परागत क्रियाकलाप थियो, त्यो पछिल्लो पुस्तामा, हाम्रो पुस्ताहरू अथवा हामीभन्दा पछिल्लो पुस्तामा चाहिँ बिस्तारै छुट्दै गएको अथवा त्यसले एउटा मेसो नपाएको हो कि भन्ने महसुस गरेका छौँ। र यस्ता कार्यक्रमहरूले, यस्ता महापुराणहरूले हामी सबै वर्ग, हामी सबै उमेर समूहहरूलाई एउटै स्थानमा भावनात्मक रूपमा मात्र जोड्ने होइन, यस्तै धार्मिक, सांस्कृतिक र एउटा असल नागरिक बन्नका निम्ति पनि यस्ता कार्यक्रमहरू एउटा प्रेरणाको स्रोत बन्नेछ भन्ने हामीले विश्वास राखेका छौँ। आज नागरिकहरू बिचमा
जुन किसिमको एउटा द्वन्द्व छ, जुन किसिमको एउटा घृणा छ, अथवा जुन किसिमले हामीभन्दा अलिकति अग्रजहरूलाई प्रति हामीले गर्नुपर्ने सम्मान सत्कार आदर थियो, त्यो बिस्तारै घट्दै गइरहेको अवस्थामा यो पेरिफेरीमा यस्ता कार्यक्रमहरूको मार्फत एउटा असल नागरिक, एउटा नैतिक नागरिक बनाउनका निमित्त अथवा हाम्रो आफ्नो धर्म संस्कृति परम्परालाई जगेर्ना गर्नका निमित्त यो कार्यक्रम महत्त्वपूर्ण हुनेछ। सँगसँगै हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो परम्परा हामी नागरिकको एउटा पहिचान हो भन्ने कुरा पनि हामीले महसुस गर्नुपर्छ। नागरिक हुनु मात्र मानव हुनुको एउटा पहिचान पनि होइन, त्यो व्यक्तिसँगै उसले कुन धर्म लिएको छ, उसको संस्कार के, उसको भाषा के, उसको संस्कृति के हो, त्यो पनि हामीहरूको पहिचान भएको हुनाले पनि यस्ता धार्मिक अनुष्ठान कार्यक्रमहरूमा सहभागी हुने, हाम्रा विद्वान गुरुहरूबाट वाचन हुने, ती महत्त्वपूर्ण बाणीहरूलाई ग्रहण गर्ने र त्यो सँगसँगै त्यसलाई व्यावहारिक रूपमा हामीले चाहिँ कार्यान्वयन गर्ने, व्यावहारिक रूपमा हामीले त्यसलाई उतार्ने हो भने हाम्रो समाज अथवा हाम्रो यो ठाउँ, हाम्रो यो भूमिको ऊर्जा अझ बढ्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। यो भूमिको ऊर्जा वृद्धि गर्नका निम्ति यो भूमिमा भएको जुन एउटा शक्ति छ, त्यो शक्तिलाई जगेर्ना गर्नका निम्ति पक्कै पनि यो स्थानमा, यो पवित्र भूमिमा आज यो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेको हो भन्ने हाम्रो ठम्याइ हो। र सँगसँगै उपाध्यक्षज्यू, वडाध्यक्षज्यू र पूर्व वडाध्यक्षज्यूले पनि यो यहाँको ऐतिहासिक, यहाँको धार्मिक त्यो विषयमा जानकारी गराउनु भएको छ। सँगसँगै यसको अन्य विषयमा, यसको पूर्वाधार विकासका निमित्त गाउँपालिका कार्यालय, वडाले अथवा हामी एउटा स्थानीय सरकार भएको हिसाबले हाम्रो तर्फबाट गर्नुपर्ने कार्यहरू हामीले हिजो पनि गरिरहेका थियौँ र आजको मितिमा पनि गरिरहेको अवस्था छ। भलै हामीसँग उपलब्ध भएको सीमित स्रोत साधनका कारणले गर्दा ती कामहरू छोटो अवधिमा पुरा हुनुपर्ने कामहरू अलि लामो अवधि लाग्न पुगेको होला र पनि आगामी दिनमा हामी भविष्यमा यहाँहरूले माग गर्नुभएका, यहाँहरूले राख्नुभएका ती मागहरूलाई श्रीरामचोक गाउँपालिकाले संवेदनशील हिसाबले हामीले महसुस गरेका छौँ। त्यसलाई हामी आगामी दिनमा अथवा भविष्यमा त्यसको पुरा गर्ने एउटा कमिटमेन्ट पनि यहाँहरूका सामु गर्न चाहन्छु। र सँगसँगै यो कार्यक्रमका निम्ति यो महापुराण, श्रीमद् भागवत महापुराण महायज्ञ कार्यक्रमका निमित्त पनि श्रीरामचोक गाउँपालिकाको नैतिक सहयोग छ, समर्थन छ। भौतिक रूपमा हामी उपस्थित भएका छौँ र हामीले यसलाई सँगसँगै हामी थोरै भए पनि गाउँपालिकाको कार्यालयबाट पनि यसमा आर्थिक सहयोग पनि गर्ने कुरा म यहाँको सामु उद्घोष गर्न चाहन्छु। र यो महायज्ञले हामी सबैमा एउटा अति नै ऊर्जा प्रदान गरोस्, त्यस्तो ऊर्जा प्रदान गरोस् हामी सबैको बिचमा भावनात्मक एकता, सद्भाव, भातृत्व, मेलमिलाप, प्रेम, करुणा पक्कै पनि यो कार्यक्रमले हामीलाई त्यो खालको ऊर्जा शक्ति प्रदान गर्नेछ भन्ने विश्वासका साथ पुनश्च यस कार्यक्रमको भव्य सफलताको कामना गर्दै यो कार्यक्रममा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा म आयोजकप्रति पुनश्च विशेष धन्यवादका साथ अन्तमा उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनहरूप्रति हार्दिक नमन गर्दै मेरो मन्तव्य यहाँ अन्त गर्न चाहन्छु। हस्, धन्यवाद।